अब पार्किङ पछिको यो सेकेन्ड पार्ट है, यो पार्किङ पछिको हाम्रो सेकेन्ड पार्ट। यहाँबाट चाहिँ हिँड्नुपर्ने रहेछ। अलिकति ओह्रालो लाग्यो, सायद अब यो ठिक बाटै होला भन्ने लाग्छ हामीलाई होइन। कहीँ बोर्डहरू कहीँ राखेको छैन, बोर्ड राखेको छैन, तर अब यो खुड्किलो बनाएको हिसाबले मन्दिर जाने बाटै होला भन्ने अब अनुमान गरौँ हामीले। यो गुराँसको बोर्डहरू पनि रहेछ टन्नै। ल यो निगालो के छ, स्याल चितुवा त आउँदैन नि यार। लानु त के लान्छ होला, पहिला त रविलाले लान्छ होला अगाडि भयो अरे यार। जस कति मिनट जति भनेछ? 15 मिनट त लाग्दैन होला, अलि दौड्यौँ न यार। ओह्रालोमा त खुड्की हिँड्न मिल्छ नि, बरु उकालोमा अलि गाह्रो हुने हो कि छैन। के रहेछ यो, बाख्रा हो कि मृग हो? मृग त होइन नि, मृग पनि छ होला है। अलिक उकालो आयो जस्तो छ अब चाहिँ। यहाँ रहेछ ल, यो ठाउँ ठाउँमा चाहिँ यहाँ यसो प्याङ गाउँ भने त ललितपुरकै हो नि। उहाँहरूले यहाँ डोनेट गर्नुभएको रहेछ। ल ठिक छ। यो हिजो बेलुका कुरा गरेको होमस्टेमा देशभरिकै मान्छे आउँछ अरे यहाँ, जस पूजा गर्न, दर्शन गर्न भनौँ न, भजन गर्न। अब अहिले यो फेरि के छ भने, अब यो युट्युबले टिकटकले पनि ठाउँहरूलाई खुब प्रचार गरिदिएछ। अनि मान्छे युट्युब हेरेर चाहिँ यहाँ त्यही हो सबै। अब त्यो तराई नै हो नि। अब ऊ त्यो के अरे त्यो सबभन्दा अग्लो पहाड त्यही हो, त्यसभन्दा उता गएपछि समुद्र भागै हो नि। टाढै छ ओहो। ल ल है साथी, आँट गर है। अब बस्दिनै छ र ए तल चाहिँ, तल गएर मात्रै यहाँ माथि छैन होला। जाउँ ल जाउँ, अलि छिटो हिँड। ल के को रुख हो त यो? यो ओक ट्री भन्छ के अरे। ए गुराँस पछि चैत वैशाखमा त गुराँस मजाले फल्छ होला हौ यहाँ त। एउटा यहाँ प्लास्टिक चाहिँ कम फालेको छ बाटोमा, त्यो चाहिँ ठिक लाग्यो। ठाउँ ठाउँ डस्टबिन राखिदिएको रहेछ, मान्छेले अलिअलि फलो गर्छ। यो हाम्रो समस्या चाहिँ यो हो नि, जहाँ गए पनि मान्छेले चक्लेटको चाउचाउको बोक्राहरू चाहिँ चक्लेट खाएर बाटोमा फाल्दिने। तर यो यहाँ चाहिँ त्यो समस्या छैन रहेछ। इभन चुरोटको ठुटो पनि देखिएन यार। चुरोट खानेहरूलाई यो चाहिँ सकेसम्म चुरोटको ठुटो पनि बाटोमा नफालौँ कि। बरु चुरोट निभाउने खल्तीमा हाल्ने ठुटो, सानो एउटा प्लास्टिकभित्र के, फेरि नभए त खल्तीभरि। यहाँ बस्ने ठाउँ, यसो रेस्ट गर्ने ठाउँ होला बिचमा। तर निकै मेहनत गरेर खुड्किलो बनाएको छ त यार। बाबरे केही नखाइकन आएको, भोक पनि लाग्यो यार अहिले त। फेरि आज त खाना पनि नहुने छ मेरो। तातपानी अलि खा, गएर त चिया एउटा खानु पर्ला। अब फलफुल पाइन्छ नि तलतिर गएपछि त। गोठखेलतिर अलिअलि पाइएला नि स्याउ केराहरू। यहाँको लोकल सुन्तला चाहिँ फलाइ देखियो नि यार। ल जस यहाँ यसो पानी पऱ्यो भने साथीहरूले यो चाहिँ गरेन छ नि यार, यो भएन क्या। यो मन्दिर आउँदा नेपाल आइस खाएर केटाहरूले चाहिँ यहाँ बियरको
यो बियरको चाहिँ क्यान पनि बाहिर फालेछन् कि यो चाहिँ नगर है यो अगाडिपट्टि ठ्याक्कै फेरि जहाँ तै फोहोर नफालौँ भनेर लेखेको छ अगाडिपट्टि क्यानको चाहिँ बियरको क्यान चाहिँ फाल्दैछ है यो चाहिँ हाम्रो हट ल हत्तिर यो खुड्किलो चाहिँ जस यहाँसम्म चाहिँ त्यो रेलिङ पनि रहेछ त्यसपछि छैन ल बन्दै रहेछ यो जस कति वर्ष अगाडिको भिडियोमा देखेको थियो त्यस्तै रहेछ यार 3 वर्ष अगाडि 2-3 वर्षदेखि यो अलि थप मलाई चाहिँ अलिक श्वास आउँछ अलिक मोटो पनि छु त्यो भएर तपाईँहरू चाहिँ ज्यान एकदम ठिक ज्यान बनाएर हिँड्नु भएको छ ल अलि यो बिहान हिँड्दाखेरि जाडो होला भनेर ज्याकेट बेच्न लाग्यो अब अहिले गर्मी भएको छ यार पसिनाले चाहिँ दाजु हिँडेर ठाउँ तल मन्दिर चाहिँ भेटिएको छ खुसी लाग्छ हिँड्नलाई चाहिँ एउटा मन्दिर चाहिँ फेला पार्छु फेरि म महादेव एकदम भक्त हुँदैन यहाँ शिवरात्रिमा त भयङ्कर भिड शिवरात्रिमा त भिड लाग्छ होला यार यहाँ त ल ल यहाँ अर्को एउटा फेरि यहाँ आइपुग्यो यार अर्को डोनेट गरेको ठाउँ कृष्ण प्रसाद हुमागाई रे द्रौपदा हुमागाईको स्मृतिमा पुरुषोत्तम हुमागाई बुखेल 1 माङ्का एकदमै गाह्रो भएर हिजो फर्किने कि भन्ने भएको थियो तर छोरा मान्छेले आँटेको पुरा गर्नै पर्छ गाउँतिर भन्छन् नि जानु सकेन फर्केर आयो है भन्ने त लाजै बढी हुन्छ अब यो पनि मजाले हालेर बनाएको कैलाश लेखेर छ अब ठुलो कैलाश पनि एउटा भिडियो पोहोर पुगेर आयो अब कैलाश जानेहरूले यसो फेरि सम्पर्क पनि गर्नु होला मसँग अब पानी चाहिँ ल्याइएन है ठिक छ माथि केही पाइन्छ कि अब ल अब यो त बन्दै रहेछ अब है तर ढलानै नगरे पनि यतिको भएपछि त भइहाल्छ नि होइन यो खासै यहाँसम्म यति बाटोपछि भयो नि यो बिहासम्म अनावश्यक सिमेन्ट ल्याएर होइन यो वेस्टेज वास्तवमा सिमेन्ट बालो यहाँसम्म बोकाएर ल्याएर त्यो गर्नुपर्छ भन्ने पनि छैन कि यो अलिकति अब यो वातावरणसँग जोडिए विषय पनि हो होइन अलिकति इकोलोजिकल हुन्छ यहीँको लोकल मेटेरियल प्रयोग गरेर ढुङ्गासुङ्गाले स्टेप बनाए ल वाउ बाटो घाटो चाहिँ सरकारले चाहिँ भर्सार गरेको हो चुहो भन्ने कुरा थाहा भइसक्यो त्यस्तो भन्नु नि हुँदैन यार सबैलाई एउटै डालमा हालेर कुरा नगरौँ न हुँदैछ त बिस्तारै निरन्तर रूपमा त होइन लड्यो त अनि होइन लड्नु त लड्यो सरकारको कारणले गर्दा हो सरकारी गाडीले बाटोको ड्राइभको कार्यक्रम लड्यो हो त्यो ड्राइभरलाई चाहिँ फिजिकल व्यवस्था बिस्तारै होला नि त ल जोस् अब यो हिजो हामी हिँडेको ठाउँ चाहिँ कहाँबाट अरे टिकाभैरवबाट दिउँसो खाना खाने ठाउँसम्म त झनै पिचै थियो त होइन त्यसपछि अब पिच बढ्दैछ ल जेस गर्नु भएर चाहिँ यार उहाँलाई पनि धन्यवाद छोरा निवेश यो डस्टबिन चाहिँ छ यो डस्टबिन चाहिँ खाली छ तर ठिक छ बाटो पनि सफा छ यो थकाइ लाग्नेहरूलाई एकदम आनन्द यो राखिदिनु भएको छ र अर्को कुरो यो ठ्याक्क उत्तरपट्टिको हिमाल पनि देखिएको छ कि हो फेरि यो नेपाल चाहिँ यो हिजोअस्तिको एउटा डेटाले यो अन्तर्राष्ट्रिय संस्था कुन चाहिँ संस्थाले स्टडी गरे अनुसार नेपाल चाहिँ प्रकृतिसँग एकदम नजिक भएर बाँच्ने जो जनसङ्ख्या छ त्यो नेपाल चाहिँ 1 नम्बरमा छ अरे भनेपछि हामीले हेर्दा काठमाडौँ जाने हो भने देशभरिको मान्छे काठमाडौँ झरेका छन् कि जस्तो देखिने तर जब काठमाडौँबाट हामी बाहिर निस्कौँ चाहिँ हुन त अब
गाउँमा अलिअलि जनसङ्ख्या घटेकै छ भन्ने कुरो छ। तर अब पनि बिस्तारै बिस्तारै यो रिटायर भएको मान्छेहरू चाहिँ काठमाडौँ जागिर खाएर अरू विभिन्न पेसामा भएका मान्छेहरू जो रिटायर हुन्छ नि उनीहरू चाहिँ पछि गाउँ फर्क्यो भने पनि काठमाडौँको पपुलेसन घट्थ्यो कि होइन। अब धुलो खाएर धुवा खाएर जसरी पनि मान्छेलाई काठमाडौँमा अथवा चाहिँ सिटी सेन्टरमै बस्नु परेको छ, के गर्ने। अब यस्तो चाहिँ रमाइलो ठाउँमा फर्केर नआएर गाउँको इकोनोमी पनि अलिकति चलायमान हुन्थ्यो, तर गर्दैनन् साथीहरू। अब नीति बनाउँछन् आफै, काठमाडौँको मान्छेले नीति बनाउने ठाउँमा एकदम कम छन्। नीति बनाउने विशेष गरी विभिन्न जिल्लाबाट आएर काठमाडौँ बस्ने मान्छेहरूले हो नीति बनाउने, अनि उनीहरू आफै फेरि गाउँ रीति हो भन्छन्, हल्ला गर्छन् होइन। हो नि, वास्तवमा भएको त्यही हो क्या। आफू गाउँ फर्किँदैनन् अनि अरूलाई गाउँ रीति हो भन्छन् होइन। मैले त अलि अगाडिदेखि भनिरहेको थिएँ क्या, यो बाहिर जिल्लाको साथीहरूले चाहिँ काठमाडौँ जसको घर छ त्यसलाई भोटै नहाल्ने क्या। घर भएको नेतालाई, काठमाडौँ जो घर बनाएर बसेको छ त्यसलाई चाहिँ जिल्लाको साथीहरूले जिताउनु भएन क्या। वा ल ठ्याक्क चाहिँ अब यतापट्टि यो गणेश हिमाल कुनामा हो, अब यतापट्टि यो लाङटाङ देखियो। यतापट्टि गौरी शङ्करको पाठ होइन, खुल्लो त खुलेको, अब यो अलिक टाढा भएर क्या हामी घामले गर्दा यो एन्टी लाइट पऱ्यो नि त। गणेश हिमाल ल है त, ओके ल। अघि हामीले त्यहाँ चाहिँ हाम्रो स्कुटर छोडेको ठाउँ यार होइन, बाइक पनि छ, स्कुटर मात्र होइन है। वा ल, यहाँ चाहिँ ब्रह्मा विष्णु महेश्वर तिनवटा अब बनाइदिएर चाहिँ साथीहरूले पाती राखेर थप्ने हो कि ए हो। कहाँ फुल फालेको मैले त्यत्रो भोलि पनि यताउति जाँदाखेरि पनि खासै मैले त्यो यस्तो डस्टबिन राखेर देखाएको थिइनँ होइन। यहाँ चाहिँ अलिक व्यवस्थित चाहिँ गरेको होइन। घोरीपानीमा पनि सरसफाइ त गरेको छ, अब त्यो सरसफाइ त्यो आफ्नो ठाउँमा छ, तर यस्तो डस्टबिनहरू त छैन नि, त्यो चाहिँ राख्नु पनि जरुरत छ नि त्यहाँ। हो होइन, अब यो डस्टबिन चाहिँ सरी, अब यो डस्टबिन भरिएपछि सफा गर्छन् कि गर्दैनन् त्यो चाहिँ फेरि त्यो त अब सफा गरेपछि अब यो एउटा जस्तै यहाँ हामी हेरौँ न एउटा इक्जाम्पल, डस्टबिन त्यहाँ छ, यहाँ यतापट्टि किटक्याटको चाहिँ पोका छ होइन, कागज पनि छ। अब त्यो चाहिँ यो हो ल, हाम्रो सरले हालिदिनु भयो कि हो, यो हो नि त कुरो त। ऊ त्यहाँ एउटा पाइप ऊ पनि रहेछ यार, स्ट्र रहेछ ऊ त्यहाँ त्यो उसको के अरे जुसको क्या, जुसको पाइप के भित्तापट्टि हो ल ल सर, ऊ पनि वातावरणलाई अलि संरक्षकै हो। ल है, यो अब मेरो सल्लाह चाहिँ यहाँको पालिकालाई यो ढलान नगरे हुन्छ कि यतिकै ठिक छ यो बाटो। एकदम राम्रो सही सल्लाह सुझाव हुन्छ। जस हेऱ्यो भने अब साथीहरूले अब हामी मलाई जस्तो लाग्छ अब 13 मिनट भयो है गफ गर्दै भिडियो बनाउँदै त्यहाँबाट पार्किङबाट हामी आएको 13 मिनट भयो। 15 मिनट पुग्दैन साँच्चै नै हो। ल 5 मिनट थपेर 20 मिनट अनि तपाईँ भिडियो बनाउँदाखेरि हाम्रो बाटो चाहिँ काटेको चाहिँ अनुभव भएन, त्यो भएर हो नि हो, त्यो भएर हो त। ल हाई हाई, यहाँ हामी मोटरसाइकलमा कहाँ गएर रविन्द्र पहिला त्यो रामेछापको सैलुङ है, बाफ्रे बाफ्रे यार, सैलुङको त्यो उकालो त्यो रामेछापबाट माथि के पालिका थियो नि, खड्ग के अरे खाडदेवी पालिका, खाडदेवीबाट चाहिँ सम्म त ठिकै थियो बाटो है, त्यहाँबाट माथि गएपछि बा त्यो नि मोटरसाइकलमा थोत्रो मोटरसाइकल है, त्यो मोटरसाइकल काठमाडौँ आएपछि 8,000 मा बेचे यार, हत हुन्छ नि अब ल हत।
त्यो बेला नि ज्यान बचायो यार एकचोटि चाहिँ। ज्यान बचाएको तर यसपालि त्यो ज्यानै जानकारी त लडिएन, अलिक घाउ चाहिँ भयो। गेगरिङले गर्दाखेरि माथि कालेश्वर आएको के सर आहा कालेश्वर यो कुनाबाट पोर्टुखेलबाट माथि टुप्पामा हाइटमा छु। अब मन्दिर पुनः लाग्छु, सिँढी चढिरहेको छु। आज फर्किने हो नि, हिजो राति होमस्टे बस्यो तल। यसले त बोन भन्ने हो नि, हँ बोन भन्ने नि यो यो होइन तर यस्तै हुन्थ्यो हुन्छ नि, यस्तो बाख्न आउँछ। को फोनमा भरे भेट्छु को रे? माधव भाइ। माधव भने ए हँ। ओ बाबुजी नमस्कार। हत् आइपुग्यो यार। 15 मिनट भने 15 मिनट हुन्छ हैन। हामीले झन् यो गफ गर्दै आउँदा रोकिँदै आउँदा होइन पछि 16 मिनट भयो यहाँ। 15 मिनटको गन्तव्य ठिक रहेछ भनेपछि खुइकै हिँड्दाखेरि 15 मिनट पुगिने रहेछ। ओके वी आर अन द टप। हामी डेस्टिनेसनमा आइपुग्यौँ। यो मलाई खास यो यहाँको ऊ चाहिँ हाम्रो केदार छ नि गौतम, केदार गौतम भन्नाले ए अँ केदार हाम्रो माधवको दाइ भाइ कि दाइ दाइ उसले त्यो लेखेर जस्तो ठोस नि होइन प्रकृति के हो यताउति भनेर यसो हेरेँ कहाँ रहेछ भनेर मैले अनि यसो युट्युब हेरेँ अनि यहाँ ल भनेर अनि तल भनेर त मैले ओके ल जस केदार हान्थ्यो केदार सरलाई पनि धन्यवाद। केदार सरलाई पनि धन्यवाद, मुरी मुरी धन्यवाद। इन्फर्मेसन 2 दिनको प्लान त हो नि होइन, 2 दिन। अब हिजो हामी आएर अलि ढिलो ढिलो हिँडेछ। बिहान 8 बजी 7 बजीतिर हिँडेर ठिक हुनेछ होइन। 8 बजी 7 बजीतिर हिँडेको तर हामी बेलुका आइपुग्यौँ। बेलुका त्यति रमाइलो हुन्छ नि फेरि होइन। हामी चाहिँ यो फेरि वाउ ल अब त्यो त खोलै खोला हो क्या यार। ऊ त हेर्नु कहाँ पर्दाखेरि के होला अब खोला पानी जस्तो देखिन्थ्यो वा भने उता माथिबाट हेरौँ न ल। कालेश्वर महादेव की जय। ल अब ल है भोले बाबा ल हेलो ल यहाँ सरी घन्टी बजाउँदै हुनुहुन्छ। फेरि यो घन्टी बजायो नि तर्सिन्छन् साथीहरू। घन्टी चाहिँ हामीले मन्दिरको बजायो फेरि, अरू चिजको होइन। वाउ ल अब है नन्दी ओहो यो चाहिँ पुरै के अरे यो त्रिशुल चाहिँ चढाएको। अब यो मन्दिरको ठ्याक्क ल है यहाँ ल अब हामी ल मन्दिरभित्रको ल प्याङ गाउँवासीको सक्रियतामा पुनर्निर्माण रे ल। ओहो 2075 साल फागुन 13 गते यो चाहिँ पुनर्निर्माण भएको रहेछ ल। अब चाहिँ यो एक हिसाबले भन्दा अब स्वर्गको एक टुक्रै भनौँ न आजको वेदरका हिसाबले। वाउ त्रिशुल ल सफा लाग्यो यार मलाई मन्दिर चाहिँ। ल ठिक छ यार ल है त कहाँबाट यार यहाँ ल हेर्नु त कहाँबाट मात्रै मान्छे आएर छन्। ल निकिता पिया लमजुङ बेसी सहर वडा नम्बर 7 रे ल निकिता पिया भनेपछि यो पिया भन्ने त फेरि मसँग जोडिया छ अलिअलि। वडा नम्बर 8 कटवाल दह सुन्दर लामा थिङ सिम्पानी भने कहाँ हो यो ल है त। अब यो फेरि यो चाहिँ यो डोनरहरूको नाम रहेछ। यो अध्यक्ष चाहिँ यसको चर सुन्दर महर्जन हुनुहुँदो रहेछ।
पूर्वकालदेखि प्याङ गाउँवासीले आफ्नो कुलदेवताका रूपमा पुज्दै आएको दक्षिण ललितपुरकै प्रसिद्ध धार्मिक स्थल। यो प्याङ गाउँको मान्छेको चाहिँ कुलदेवता रहेछ यार। धार्मिक स्थल श्री कालेश्वर महादेवको मन्दिर जीर्ण अवस्थामा रहेकोले विक्रम सम्वत 2070 साल फागुन 8 गते बिहिबारका दिन प्याङ गाउँका गुठियार पुजारी एवं गाउँवासीहरू भेला बसी कालेश्वर मन्दिर जीर्णोद्धार गरेर तपसिलका व्यक्तिहरू रहेको जीर्णोद्धार समिति र आर्थिक सहयोग सङ्कलन समिति गठन गरियो। जीर्णोद्धार समितिको पहलमा तपसिलका सङ्घ संस्था एवं महानुभावहरूको आर्थिक सहयोगबाट मन्दिर जीर्णोद्धार गरियो भनेर चाहिँ 11 जनाको एउटा चाहिँ समिति बनाएर रहेछ। आर्थिक सहयोग गर्नेहरू जस थुप्रै हुनुहुँदो रहेछ भनेपछि झन्डै चाहिँ 103 जनाको आर्थिक सहयोग, त्यसपछि अरूको भौतिक सहयोग गरेर विभिन्न सङ्घ संस्थाहरू पनि यहाँ हुनुहुँदो रहेछ। र जस डिजाइन गर्ने चाहिँ इन्जिनियर सम्पूर्ण महर्जन बाँडे गाउँ, टकर्मी जयराम ढकाल, सिकर्मी बुद्धिरत्न तुलाधर, खोमबहादुर खड्का, चापागाउँ वडा नम्बर 5 टाहाखेल भनेर यो चाहिँ इति सम्वत 2073 साल फागुन 13 गते महाशिवरात्रि रोज छ शुभम। ल है हजुर। ल साथीहरू, अब यो हामी चाहिँ तपाईँहरूबाट बिदा लिँदैछौँ। एउटा युट्युब च्यानलमा, मेरो कृष्ण हरि खत्री युट्युब च्यानलमा मैले यो अपलोड गर्छु। अरू यात्राहरू पनि हामीले यसो सर्ट भिडियोहरू मैले राख्ने गरी स्टार्ट गरिरहेको छु। अलिकति फलो पनि गरौँ, सेयर गरौँ, नयाँ नयाँ ठाउँ हामी देखाउँछौँ। ल अब यो ओम अलिकति ध्यान गर्ने हो कि साथी हो। ओ